सम्पूर्ण साथीहरूलाई नमस्कार। गुड इभिनिङ अल अफ यु। के छ साथीहरू, खबर हालखबर ठिकठाकै छ? आजदेखि हामीहरूले नेपाल विद्युत प्राधिकरणको तह 7 प्रशासकीय अधिकृत, तह 7 लेखा अधिकृत र चाहिँ तह 5 को मिटर रिडिङ सुपरभाइजर अर्थात् वरिष्ठ सहायकलाई चाहिँ केन्द्रमा राखेर चैतन्य थ्रु चाहिँ यो विद्युत प्राधिकरणका लोकसेवा आयोगका तयारीका क्लासहरू चाहिँ सुरुवात गर्ने चाहिँ जमर्को गरेका छौँ। गएको साल पनि हामीले विद्युत प्राधिकरणका यो प्रशासकीय अधिकृत र लेखा अधिकृतका थुप्रै क्लासहरू चाहिँ हामीले गऱ्यौँ। गएको सालको हामीले पढाएको चाहिँ लिखित परीक्षाको नतिजा पनि भर्खरै आइसकेको छ। प्रशासकीय अधिकृत र लेखा अधिकृतको धेरैभन्दा धेरै विद्यार्थीहरू चाहिँ पास हुनुभएको छ। अस्ति हामीले चाहिँ इन्टरभ्यू प्रिपेरेसन क्लास भनेर चाहिँ राखेका थियौँ। हामीले पढाएका विद्यार्थीहरू कति चाहिँ छन् भनेर 32 जना चाहिँ त्यसमा इन्टरभ्यू प्रिपेरेसन क्लासमा चाहिँ जोडिरहनु भएको थियो। अन्य साथीहरू हामीले 2 दिनको मात्र चाहिँ राखेका थियौँ। 2 दिनको मात्र हुँदाखेरि कति साथीहरूले थाहा पाउनु भएन। अरू पास भएका साथीहरू पछि कन्ट्याक्टमा चाहिँ आइरहनु भएको थियो। यस हिसाबले हेर्दाखेरि गएको सिजन चैतन्यमा हामीले चाहिँ सहजीकरण गरेका साथीहरू चाहिँ धेरै उत्तीर्ण हुनुभएको थियो। अ, चैतन्यको एउटा चाहिँ राम्रो प्लेटफर्म तपाईँहरूलाई के छ भन्दा, अब क्लासहरू चाहिँ राम्रोसित नै रहनुहुन्छन् होइन, त्यस्तो डिस्टर्बेन्स केही पनि हुँदैन। र चाहिँ रिटर्न इक्जामको अर्को चाहिँ तपाईँहरूलाई चाहिँ एक्स्ट्रा बेनिफिट पनि चैतन्यको चाहिँ क्लास थ्रु चाहिँ तपाईँहरूलाई चाहिँ हुन्छ। रिटर्न अलिकति कोर्स अगाडि बढिसकेपछि अ, यो चाहिँ रिटर्न इक्जामहरू चाहिँ चैतन्यमा प्रत्येक हप्ता शनिबार शनिबार चाहिँ हुन्छन्। त्यस थ्रु पनि तपाईँहरूलाई चाहिँ यो प्रिपेरेसनको लागि एकदम सहज हुन्छ चैतन्यको चाहिँ यो प्लेटफर्म मार्फत। र यो विद्युत प्राधिकरणका अफिसरका क्लासहरू अ, अन्यत्र त्यति साह्रो चाहिँ रन हुँदैन होइन। रन गराउँछौँ भने पनि अब चाहिँ सक्ने अवस्था चाहिँ प्रायः रहँदैन होइन। अहिले त अझ विज्ञापनको सङ्ख्या नै अलिकति कम हुने भएको कारणले पोहोर चाहिँ एकदम ठुलो लार्ज भ्याकेन्सी थियो होइन। अब अफिसरकै प्रशासकीय अधिकृतकै 20-21 खुल्लामा होइन समावेशी गर्दा 32-33 पुगेको थियो। एकाउन्ट अफिसरको पनि त्यस्तै थियो। पोहोर चाहिँ प्रशासकीय अधिकृत र लेखा अधिकृत गर्दाखेरि टोटलमा चाहिँ 60-70 जना जति चाहिँ को भ्याकेन्सी थियो। अहिले चाहिँ त्यति ठुलो साह्रो भ्याकेन्सी चाहिँ आउँदैन साथीहरू होइन। तपाईँहरूले अहिलेदेखि नै त्यो कुरा चाहिँ थाहा पाउनुपर्छ। ठुलो त्यस्तो चाहिँ आउला जस्तो मलाई लाग्दैन। पोहोर चाहिँ दरबन्दी थपेको थियो विद्युत प्राधिकरणले, त्यस कारणले गर्दा अलि लार्ज भ्याकेन्सी थियो। अहिले त्यस्तो ठुलो साह्रो सङ्ख्यामा भ्याकेन्सी त आउँदैन। तर पनि अब यो पुसको आज फर्स्ट विक भयो। थर्ड विकसम्म चाहिँ भ्याकेन्सी आउन सक्ने चाहिँ थर्ड विक फोर्थ विकसम्म चाहिँ भ्याकेन्सी आउन सक्ने सम्भावना चाहिँ छ। त्यो भ्याकेन्सी आइसकेपछि तपाईँहरूलाई पुसमा चाहिँ विज्ञापन भयो भने माघ फागुन चैत 3 महिना त्यो भइहाल्यो। अनि चाहिँ तपाईँहरूको चाहिँ जेठको आसपासमा, वैशाखको लास्ट जेठको फर्स्ट विक सेकेन्ड विकतिर चाहिँ तपाईँहरूको इक्जाम हुन्छ होइन। पोहोर चाहिँ अलिकति धेरै मुद्दाहरू परेका थिए होइन। धेरै मुद्दाहरू त्यो विज्ञापन पछि चाहिँ परेको कारणले गर्दा अलिकति चाहिँ पछि पछि सरेको थियो। रिटर्न इक्जामलाई पनि अलिकति चाहिँ असर गरेको थियो। अब अहिले चाहिँ त्यस्तो हुँदैन होइन। मुद्दाहरू त्यस्तो चाहिँ टुङ्गिसकेका छन्। पोहोरकै चाहिँ अलिकति केही इस्युहरू टुङ्गिसकेका छन्। त्यस कारणले गर्दाखेरि अब तपाईँहरूको चाहिँ पुस भनिसकेपछि माघ फागुन चैत पछि चाहिँ 3 महिना 90 दिनपछि भनेको चैत वैशाख, चैतमै त हुँदैन, वैशाख जेठतिर हजुरहरूको चाहिँ जाँच हुन सक्ने सम्भावना रहन्छ। यस अर्थमा अब हामीले अहिलेदेखि चाहिँ प्रिपेरेसन सुरु गऱ्यौँ भने चाहिँ यो कोर्स सकि नै प्रशासकीय अधिकृतको लेखा अधिकृतको कोर्स सकिन साथीहरू यो पुरै चाहिँ 90-100 दिन चाहिँ लाग्छ होइन। गएको सालको चाहिँ मेरो एक्सपिरियन्स होइन, मैले चाहिँ पुरै चाहिँ पढाएको थिएँ। प्रशासकीय अधिकृतको अलमोस्ट लगभग सबै नै मैले पढाएको थिएँ। फर्स्ट पेपर पुरै अब प्रशासकीय अधिकृत र लेखा अधिकृतको फर्स्ट पेपर एउटै हो भन्ने चाहिँ तपाईँहरूलाई थाहा होला पक्कै पनि। फर्स्ट पेपर चाहिँ कमन हो होइन। सेकेन्ड पेपर चाहिँ आफ्नो सेवा समूह अनुसार चाहिँ लेखाले चाहिँ लेखाको र प्रशासनले प्रशासनतिरको चाहिँ पढ्नुपर्छ। प्रशासनतिरको प्रशासकीय अधिकृतको पार्ट चाहिँ पुरै चाहिँ मैले पढाएको थिएँ गएको साल होइन। यो चाहिँ कम्बाइन्ड फर्स्ट पेपर पनि पुरै मैले पढाएको थिएँ। यस हिसाबले हेर्दाखेरि पोहोरको अनुभव अनुसार चाहिँ यो सिलेबस कम्प्लिट सिलेबस चाहिँ सक्नको लागि हामीलाई चाहिँ 100 दिन जति चाहिँ लाग्छ। 100 वटा चाहिँ क्लासहरू तल्लो पनि 100 वटा क्लासमा बल्ल यो सिद्धिन्छ भनेपछि 3 साढे 3 महिना
यो चाहिँ कोर्स सक्नै लाग्छ कि अहिलेबाट चाहिँ सुरु गरिसकेपछि। अनि यो प्रशासकीय अधिकृतको चाहिँ सेकेन्ड पेपर एकदम चाहिँ भास्ट छ। फर्स्ट पेपर चाहिँ त्यस्तो छैन। सेकेन्ड पेपर चाहिँ एकदम चाहिँ त्यो वेटी हो। देख्दाखेरि चाहिँ सेकेन्ड पेपर त्यो चाहिँ एउटा पेपर भयो भने त्यो चाहिँ दुईटा पेपर भन्ने बराबरको चाहिँ छ कि त्यसको वेटेज। तर लेखाको अलिकति चाहिँ टेक्निकल भएको कारणले गर्दा त्यस्तो भास्ट चाहिँ छैन। प्रशासनको जस्तो चाहिँ सेकेन्ड पेपर लेखाको चाहिँ त्यति धेरै भास्ट होइन, तर पनि कोर्स चाहिँ मनग्य नै छ। राम्रोसित चाहिँ प्रिपेरेसन गर्नुपर्छ। अहिलेदेखि नै हामीले पढ्न सुरु गऱ्यौँ भने हामीले कोर्स पनि समयमै सकाउँछौँ। होइन, कोर्ससँग प्यारालल हजुरहरूले पढ्दै गइसकेपछि पास गर्न सकि नै हालिन्छ। त्यस कारणले गर्दा यो 5-6 महिनाको टाइम भनेको हजुरहरूको चाहिँ यथेष्ट समय हो। एकदम आजबाट चाहिँ क्लास जोइन गरिसकेपछि सबैले अहिलेबाट नै पढ्दै त हुनुहुन्छ। होइन, आजै फर्स्ट क्लास भएको छ, तपाईँले चाहिँ 4-5-6 महिना चाहिँ राम्रोसित चाहिँ पढ्नुभयो भने पास भइन्छ। होइन, तपाईँले चाहिँ कुनै त्यस्तो चाहिँ रेगुलारिटी हुनु पऱ्यो पढाइमा। होइन, पढाइमा रेगुलारिटी भइसकेपछि पास गर्नलाई कुनै चाहिँ त्यहाँ गाह्रो चाहिँ छैन। पोहोर पनि त्यही हो, साथीहरूले सँगसँगै प्रिपेरेसन चाहिँ हामीले गराएका साथीहरू अलमोस्ट अलमोस्ट भन्ने कुरा त भएन तर धेरै यो चाहिँ प्रशासकीय अधिकृततिर त म्याक्सिमम् साथीहरू चाहिँ पास भइरहनु भएको छ। होइन, लेखातिर पनि भइरहनु भएको छ। हामीले चाहिँ पोहोरको क्लास चाहिँ कहिलेबाट सुरु भएको थियो भन्दा यति छिटो सुरु भएको थिएन। पुसको लगभग 20 गतेबाट सुरु भएको थियो, मलाई लगभग डेट चाहिँ याद छ। मेरो 8 तहको चाहिँ रिजल्ट आइसकेपछि पोहोर चाहिँ 8 तहको रिजल्ट चाहिँ कति कति आएको थियो भन्दा पुसको 15 गते 8को चाहिँ सिफारिस भएको थियो। त्यो म 8 तह पास भइसकेपछि लगत्तै चाहिँ हामीले सुरु गरेका थियौँ। भनेको त्यही पुसको 20तिरबाट चाहिँ सुरु गरे जस्तो लाग्छ मलाई। अनि हामीले चाहिँ उसमा वैशाखमा चैतको लास्ट वैशाखमा चाहिँ कोर्स सकाइसकेका थियौँ। वैशाखको चाहिँ फर्स्ट विकतिर, फर्स्ट विक सेकेन्ड विकतिर हामीले कोर्स सकाइसकेका थियौँ। होइन, अलिकति लामो पनि भएको थियो पोहोर गर्दाखेरि बिचबिचमा अलिकति बढी ब्रेक भएर। तर अब हामीले चाहिँ 3 महिना जति 3.5 महिना जति पढ्यौँ भने कोर्स सबै सिद्धिन्छ। तपाईँहरूले पनि सेल्फ प्रिपेरेसन गर्दै चाहिँ जानुभयो भने चाहिँ पास गर्न नसकिने भन्ने चाहिँ छैन। होइन, अब यो विद्युत प्राधिकरणको सन्दर्भमा तपाईँहरू चाहिँ अब हाम्रो केही चाहिँ कार्यरत सरमेमरी हुनुहुन्छ होला। होइन, कार्यरत सरमेमरले चाहिँ विद्युत प्राधिकरणको बारेमा थाहा छँदै नै छ। यहीँ तपाईँहरूको चाहिँ करियर डेभलपमेन्ट हुने हो। अब आउट अफ एनी कोही चाहिँ फ्रेस साथीहरू हुनुहुन्छ र अरू चाहिँ अदर इन्स्टिट्युसनमा चाहिँ काम गर्दै गरेको साथीहरू पनि हुनुहुन्छ। जे भए पनि विद्युत प्राधिकरणमा तपाईँहरूको चाहिँ करियर डेभलपमेन्टको लागि चाहिँ एकदम राम्रो अवसर छ। होइन, यो चाहिँ अब इनर्जी सेक्टरको एकदम ठुलो इन्स्टिट्युसन हो, लिडिङ एजेन्सी हो। 12-14 हजार चाहिँ कर्मचारीहरू चाहिँ यहाँ विभिन्न थरीका छन्। देशका चाहिँ 77वटै जिल्लामा चाहिँ नेटवर्क चाहिँ पुगेको छ। एकदम ठुलो चाहिँ मोबिलिटी, ठुलो चाहिँ तपाईँहरू चाहिँ अहिले 7 तहमा चाहिँ प्रवेश गर्नुभयो भने तपाईँहरू चाहिँ हाम्रो उपकार्यकारी निर्देशकसम्म चाहिँ पुग्न सक्ने चान्सेस। होइन, त्यो वृत्ति विकासको श्रृङ्खला पनि त्यो हाइरार्की पनि राम्रो छ। सेवा सुविधा अवसरहरूको हिसाबले पनि राम्रो छ विद्युत प्राधिकरण। त्यस हिसाबले तपाईँहरू चाहिँ यहाँ चाहिँ करियर डेभलपमेन्ट चाहिँ गर्न सक्नुहुन्छ। त्यसका लागि चाहिँ हामी चाहिँ सहजीकरण चाहिँ गर्छौँ। होइन, सहजीकरण राम्रोसँग सहजीकरण गर्छौँ। अब पढ्ने मेहनत गर्ने कुरा त तपाईँहरूको नै भयो। होइन, हामीले चाहिँ यसो त्यही फेसिलेसनको काम मात्र हो। अब तपाईँहरू चाहिँ अब चैतन्यमा पढेकै कारणले अथवा मैले पढाएकै कारणले तपाईँहरू चाहिँ 100% पास हुने होइन। तपाईँहरूको चाहिँ मेहनतको कारण तपाईँ कति धेरै मेहनत गर्न सक्नुहुन्छ त्यही अनुसार तपाईँहरू चाहिँ पास हुने नहुने कुराको डिटरमाइन गर्छ। हामी भनेको चाहिँ सहायक कारण हो। तपाईँहरू आफ्नो पास र फेलको चाहिँ मेन कुरा भनेको चाहिँ तपाईँहरूकै कुरा हो, हामी चाहिँ सेकेन्डरी कुरा हो। हामीले चाहिँ सहजीकरण गर्ने हो, तपाईँहरूलाई चाहिँ उत्कृष्ट मेटेरियल दिने हो। होइन, क्लास पनि हामीले उत्कृष्ट चाहिँ दिने हो, मेटेरियल पनि त्यही अनुसारको चाहिँ दिने हो। तर अब हामीले दिएर मात्र भएन, फेरि तपाईँहरू चाहिँ जो मेन एक्टर हो त्यो मेन एक्टर चाहिँ प्यासिभ भयो भने त काम भएन। त्यस कारणले गर्दा तपाईँहरू पनि अलिकति चाहिँ एक्टिभ हुनुभयो। होइन, मैले पास गर्ने नै हो भन्ने त्यस्तो हुटुटी के त्यो भित्रबाट चाहिँ आयो भने पास गर्नलाई चाहिँ केही गाह्रो छैन। होइन, मैले चाहिँ एकदम डाइरेक्ट कन्ट्याक्टमा रहेर चाहिँ गाइड गरेका चाहिँ पोहोर चाहिँ के पर्सनल गाइडेन्समा गरेका चाहिँ साथीहरू पनि अब चैतन्य थ्रु त भइ नै हाल्यो। मैले पर्सनल्ली पनि हेल्प गरिरहेका चाहिँ साथीहरू पनि पास हुनुभएको छ। होइन, उहाँहरूको चाहिँ अनुभवलाई चाहिँ लिएर हेर्दाखेरि पनि कम्तीमा 4-5 महिनाको पढाइ राम्रोसित चाहिँ भयो भने चाहिँ अफिसरको चाहिँ यो ऊ चाहिँ पास गर्न सक्ने देखिन्छ। होइन, अलिकति चाहिँ अब हेलचक्राइ गऱ्यो भने चाहिँ अब त्यो पास भइँदैन।
किन भन्दा कोर्स नै यति धेरै छ कि तपाईँहरूको आजबाट चाहिँ सुरु गरिएन भने चाहिँ भ्याइँदैन कि। तपाईँ चाहिँ अब विज्ञापन होला, त्यसै विज्ञापन भइसकेपछि अब रुटिन कहिले आउला र पढुला भनेर चाहिँ त्यस्तो मेन्टालिटी छ भने त फेल हुने मेन्टालिटी हो। होइन, पढ्ने भनिसकेपछि अब आजैबाट चाहिँ सुरुवात गर्ने, सिलेबस चाहिँ डाउनलोड गर्ने। पहिला चाहिँ सिलेबसको बारेमा राम्रोसित चाहिँ थाहा हुनु पऱ्यो तपाईँहरूलाई होइन। हाम्रो 200 पूर्णाङ्कको चाहिँ सिलेबस छ, त्यो हाम्रो वेबसाइटमा गइसकेपछि तपाईँहरूले त्यहाँ गएर चाहिँ सिलेबस भेटाउनुहुन्छ। 7 तहको प्रशासकीय अधिकृत र लेखा अधिकृतको यसको चाहिँ फर्स्ट पेपर चाहिँ कम्बाइन्ड पेपर हो। फर्स्ट पेपर प्रशासनले पनि त्यही दिने हो, लेखाले पनि त्यही दिने हो। अनि चाहिँ सेकेन्ड पेपर हामीले चाहिँ के गर्छौँ त भन्दा यो छुट्टा छुट्टै चाहिँ दिन्छौँ साथीहरू। यो कुरा चाहिँ तपाईँहरूले क्लियर हुनु पऱ्यो। इक्जाम चाहिँ काठमाडौँमै हुन्छ र चाहिँ देशभरि पोस्टिङ हुन्छ होइन। त्यो चाहिँ अब 5 तहसम्म चाहिँ यो प्रादेशिक विज्ञापन हुने हो। अफिसरको चाहिँ त्यस्तो हुँदैन। अफिसरको चाहिँ तपाईँहरूले देशभरि नै तपाईँहरूको पोस्टिङ हुन्छ। अर्को कुरा शैक्षिक योग्यता पनि तपाईँलाई थाहा छ, हाम्रो चाहिँ मास्टर डिग्री हो। कार्यरत चाहिँ 2 वर्ष पुगिसकेको छ भने सायद ब्याचलर के चाहिँ छ। अब चाहिँ सिधै चाहिँ बाहिरबाट चाहिँ आउने साथीहरूको लागि चाहिँ मास्टर डिग्री चाहिँ शैक्षिक योग्यता हो। यतातिर प्रशासकीय अधिकृत दिनका लागि जुनसुकै विषयबाट पनि तपाईँहरूले चाहिँ मास्टर डिग्री गर्नुभएको छ भने दिन पाउनुहुन्छ। यता लेखातिरको साथीहरू चाहिँ म्यानेजमेन्ट ब्याकग्राउन्ड चाहिँ चाहिन्छ, एकाउन्टहरू चाहिँ पढेको त्यो चाहिँ यो म्यानेजमेन्टतिरको ब्याकग्राउन्ड चाहिन्छ यो लेखातिरको लागि। शैक्षिक योग्यताको कुरा चाहिँ यस्तो छ हाम्रो होइन। तपाईँले धेरै कुराहरू चाहिँ पढि नै रहनु भएको छ, थाहा पनि छ होला होइन। के भनिरहनु भएको छ, दिनमा कति आवर्स भन्नुभयो। एनईको भ्याकेन्सी मैले अघि नै भनिहालेँ तपाईँको चाहिँ उसको थर्ड विक अथवा फोर्थ विक आउँछ कि। दिनमा कति आवर्स पढ्नु पर्ला भन्नुभयो। ठ्याक्कै अब त्यस्तो चाहिँ गणितीय कुरा त छैन होइन, यति नै घन्टा भन्ने होइन। मेरो चाहिँ पर्सनल अनुभव, मैले चाहिँ तल्लो पनि बिहान 2 घन्टा बेलुकी 2 घन्टा चाहिँ पढ्ने चाहिँ मेरो डेली रुटिन होइन। 4 घन्टा चाहिँ मैले जहिले पनि के शनिबार बिदाको दिन चाहिँ अफिस जानु नपर्ने दिन चाहिँ अब धेरै पनि पढियो होइन। नभए पनि तल्लो पनि बिहान 2 घन्टा बेलुकी 2 घन्टा चाहिँ तपाईँले चाहिँ पढ्नुपर्छ। यो चाहिँ तल्लो पनि भनेको त्यो मिनिमम हो कि दिनको 4 घन्टा 5 घन्टा भनेको चाहिँ मिनिमम हो होइन। म्याक्सिमम् त 7-8 घन्टासम्म चाहिँ पढ्नुपर्छ। बिदाको दिन अलिमलि बढी पढ्ने गर्थेँ। लेभल 7को सेकेन्ड पेपर इङ्ग्लिसमै पढाइ हुन्छ कि अनि क्वेसन इङ्ग्लिसमा हुने हो कि क्वेसन चाहिँ नेपालीमा आउँछ साथीहरू, इङ्ग्लिसमा आउँदैन होइन। अब हामीले चाहिँ क्लासमा पढ्ने पनि नेपाली मिडियममै पढ्छौँ यहाँ चाहिँ हामीले होइन। किन भन्दा धेरै चाहिँ नेपाली मिडियमबाट चाहिँ पढ्ने त्यो रुचाउने साथीहरू हुनुहुन्छ, त्यस कारणले गर्दा हामीले नेपालीमै पढ्छौँ। अब चाहिँ केही कुराहरू नेपाली र इङ्ग्लिस मिक्स पनि हुन्छ। अब तपाईँहरूले परीक्षामा लेख्ने क्रममा तपाईँहरूले परीक्षामा लेख्ने क्रममा चाहिँ नेपालीमा लेख्न पनि सक्नुहुन्छ, पुरै इङ्ग्लिसमा लेख्न सक्नुहुन्छ, अथवा नेपाली र इङ्ग्लिस दुवै चाहिँ मिक्स गर्न पनि सक्नुहुन्छ। अब चाहिँ तपाईँले तयारीको क्रममा धेरै पढ्ने कि धेरै लेख्ने भन्दाखेरि पढ्न पनि पढ्ने, लेख्न पनि लेख्ने होइन। मेरो चाहिँ पर्सनल अनुभव चाहिँ के हो त भन्दा साथीहरू, मैले जति पनि चाहिँ तयारी गर्थेँ त्यो भनेको पढ्दै लेख्दै पढेर मात्र चाहिँ लेख्नलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दा जति कुराहरू आफूले पढिन्छ त्यो कुरालाई चाहिँ लेख्ने प्रयास पनि आफूले चाहिँ गर्नु पर्यो। लेख्ने प्रयास पनि आफूले गर्नु पर्यो। त्यो लेखाइ चाहिँ भएन भने होइन, लेखाइ चाहिँ भएन भने चाहिँ अब लेखाइ तपाईँले लेख्दै पढ्दै गर्नु भएन भने के हुन्छ त, तपाईँको हात छिटो चल्दैनन् परीक्षामा होइन, अक्षर पनि राम्रो आउँदैनन्। त्यसपछि तपाईँहरूको चाहिँ टाइम म्यानेजमेन्ट हुँदैन। अर्को कुरा, तपाईँले लेख्दै पढाइ गरेपछि एक किसिमको चाहिँ नोट पनि बन्दै बन्दै जान्छ तपाईँहरूको होइन। लेख्दै पढ्दै चाहिँ केमा गर्ने, कपीमा, सेतो कपीमा गर्ने। लोकसेवा आयोगले चाहिँ सेतो दिन्छ तपाईँहरूलाई कपी, त्यस कारणले गर्दा आफूले प्र्याक्टिस गर्दा नोट बनाउँदा पनि सेतैमा चाहिँ गराउने होइन। त्यस पछाडि अब आफूले सेल्फ प्र्याक्टिस पनि गर्ने। जस्तो 5 मार्क्सको चाहिँ क्वेसन छ, 10 मार्क्सको क्वेसन छ भनेपछि ल अब यसलाई चाहिँ मैले कति मिनटमा चाहिँ सिद्धाउँदो रहेछु त भनेर आफै चाहिँ त्यो सेतो कपीमा चाहिँ प्र्याक्टिस गर्ने होइन। अब आफूभन्दा चाहिँ जानेको चाहिँ जान्ने साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई आफ्नो लोकसेवा आयोग पास गरिसकेका चाहिँ साथीहरू होइन, अफिसर भइसकेका साथीहरू हुनुहुन्छ भने ल यो चाहिँ मेरो चाहिँ हेरिदिनु न भनेर चाहिँ यसो फिडब्याक पनि लिने होइन। लाज चाहिँ नमान्ने त्यो सिक्नका लागि, जान्नका लागि। त्यस पछाडि अब काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने तपाईँहरू चाहिँ चैतन्यमा प्रत्येक शनिबार चाहिँ जहाँ चाहिँ हुन्छ विद्युत प्राधिकरणको होइन, त्यो चाहिँ तपाईँहरूले त्यस्ता चाहिँ जाँचहरू दिने हो भने पनि बेनिफिटै हुन्छ। त्यस कारणले गर्दा तपाईँहरूले चाहिँ लेख्दै पढ्दै त्यो पढेर मात्र लेख्न सकिँदैन कि साथीहरू, दिमागमै बस्दैन।
जब तपाईँ चाहिँ लेख्दै पढ्दै गर्नुहुन्छ, अनि के हुन्छ त भन्दाखेरि तपाईँको दिमागमा चाहिँ त्यो बस्छ कि त्यो सेट हुन्छ। अनि तपाईँलाई परीक्षाको बेलामा लेख्नलाई एकदम सजिलो हुन्छ। त्यसले एउटा के फाइदा गर्ने भयो त, लेख्दै पढ्दै गएपछि एउटा दिमागमा सेट हुने भयो। अर्को कुरा तपाईँको अक्षर पनि अलि राम्रा बन्न थाल्छन्। त्यसपछि अर्को कुरा के हुन्छ भन्दा त्यो लेख्दै पढ्दै गर्ने बानी भइसकेपछि तपाईँको लेखाइको चाहिँ स्पिड पनि अलि बढी हुन्छ। त्यो भएपछि अलि चाहिँ राम्रोसित लेख्न सकिन्छ। अब तपाईँले एकैचोटि खरखर्ती चाहिँ नोट मात्र पढ्नु भएको छ, किताब मात्र चाहिँ पढ्नु भएको छ, अब तपाईँ सिधै चाहिँ परीक्षा दिन जानुभयो भनेपछि तपाईँले चाहिँ समय चाहिँ तपाईँको चाहिँ म्यानेज हुँदैन। त्यसमा म ढुक्क छु। त्यो लेख्दै पढ्दै नगर्ने मान्छेले चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ गर्न सक्दैन कि। सिलेबस त इङ्ग्लिसमा छ भन्नुभएको होइन, इङ्ग्लिस र नेपाली दुइटैमा ट्रान्सलेट होला कि। ट्रान्सलेट पनि छ, इङ्ग्लिसमा मात्र छैन। इङ्ग्लिसको नेपाली ट्रान्सलेट पनि त्यहाँ चाहिँ गरेको छ, पुरै इङ्ग्लिसमा त छैन होइन। अब आइक्यू इङ्ग्लिसमा मात्र आउँछ किन होला सर, अरूतिर इङ्ग्लिस एन्ड नेपाली दुइटैमा आउँछ। अब यहाँ चाहिँ इङ्ग्लिसमा पहिला त, अब यहाँ चाहिँ ऊ पनि तपाईँहरूको लेख्ने क्वेसन पनि, सब्जेक्टिभ क्वेसन पनि इङ्ग्लिसमै आउँथ्यो पहिला त होइन। अहिले चाहिँ बल्ल चाहिँ यो 2 वर्ष भयो जति भयो यो नेपालीमा आउनु थालेको, नभए भने त यहाँ त सबै चाहिँ इङ्ग्लिसमै आउँथ्यो। अब कति खुल्ला भन्नुभएको छ लेभल 7मा, अब ठ्याक्कै एक्ज्याक्ट त मलाई पनि थाहा छैन, थाहा हुने कुरा पनि भएन मेरो अनुमान होइन। खुल्लामा अब बढी जाँदाखेरि चाहिँ 10सम्म जाने हो, त्यही पनि जाँदैन होला होइन। खुल्लामा त्यही हो 7 8, 10 म्याक्सिमम् जाँदा 10 त्यस्तै होला। त्यसैको चाहिँ पेरिफेरीमा चाहिँ रहन्छ। यो अरू चाहिँ तपाईँहरूलाई केही सोध्नुपर्ने चाहिँ केही कुराहरू। आज चाहिँ हामी अलिक छोटो क्लास चाहिँ गर्छौँ साथीहरू, भोलिदेखि चाहिँ हामी चाहिँ रेगुलर चाहिँ सुरु गर्छौँ। तपाईँहरू चाहिँ भर्ना हुँदै गर्नु होला होइन। तपाईँहरू चाहिँ जति छिटो चाहिँ भर्ना हुनुभयो त्यही अनुसारको चाहिँ पनि भइ नै हाल्छ, क्लासहरू चाहिँ रन हुँदै जान्छ। यो चाहिँ तपाईँहरूले विज्ञापन कुरिरहनु पर्दैन कि, किन भन्दा विज्ञापन भइ नै हाल्छ। विज्ञापनमा पोहोरको जस्तो ठुलो चाहिँ आउँदैन, तर चाहिँ आउँछ फेरि ठिक्क ठिक्क। त्यही मैले भने नि 8 10 जति चाहिँ खुल्ला होइन, पोहोर चाहिँ को जस्तो चाहिँ आउँदैन। सेकेन्ड पेपरको मात्र क्लास लिँदा मिल्छ भन्नुभयो, मिल्छ होला। अब त्यो के छ, चैतन्यतिर चाहिँ तपाईँहरूले सम्पर्क गर्नु होला कि। होइन मलाई त थाहा हुँदैन होइन, उहाँहरूले चाहिँ कसरी के हो उहाँहरूको कुरा हो। मैले चाहिँ क्लास मात्र चाहिँ गरिदिने कुरा हो। अब के कसरी चाहिँ गरिरहनु भएको छ उतै चाहिँ सम्पर्क गर्नु होला। फर्स्ट पेपर सेकेन्ड पेपर होइन, रेट कहाँ के होइन त्यो मलाई केही पनि थाहा हुँदैन। मैले चाहिँ त्यो क्लासहरू मात्र चाहिँ हेरिदिने चाहिँ काम गर्छु। त्यही हो, तपाईँहरूसित तपाईँहरूलाई एकदम उत्कृष्ट चाहिँ क्लासहरू हुन्छ। सेकेन्डको क्वेसन चाहिँ नेपालीमै आउँछ कि। एकाउन्ट म पढाउँदिनँ साथीहरू, म चाहिँ प्रशासनको मात्र हो होइन। मलाई चाहिँ एकाउन्टको त केही नलेजै केही पनि छैन, मैले पढेको पनि होइन। म चाहिँ साइन्स ब्याकग्राउन्डको हो साथीहरू होइन। म चाहिँ साइन्स ब्याकग्राउन्डको, मैले एमएससी गरेको, एमएससी गरिसकेपछि अहिले चाहिँ पब्लिक एडमिनिस्ट्रेसनमा अहिले एमफिल चाहिँ गएको साल सिद्धाएको होइन। अहिले चाहिँ पिएचडीको तयारीमा चाहिँ छु म। अहिले चाहिँ प्रपोजल पिएचडीको बुझाइसकेको छु त्रिभुवन युनिभर्सिटीमा होइन। अब चाहिँ प्रपोजल एक्सेप्ट भयो भने पिएचडी चाहिँ सुरु हुन्छ 1 2 महिनापछि। अब एक्सेप्ट गर्छ कि गर्दैन थाहा छैन मलाई। त्यो चाहिँ भयो भने पिएचडी सुरु हुन्छ। एकाउन्ट चाहिँ म पढाउँदिनँ, अरू सरहरूले नै पढाउनुहुन्छ। फर्स्ट पेपर चाहिँ म पुरै पढाउँछु तपाईँहरूको चाहिँ जुन लेख्ने तपाईँहरूको 100 पूर्णाङ्क छ नि, जिके आइक्यू र इङ्ग्लिस म पढाउने कुरा भएन, त्यो पढाउँदिनँ होइन। अब आइक्यू चाहिँ कुमार सरहरूले पढाउनुहुन्छ, इङ्ग्लिस चाहिँ अर्को चाहिँ के सरहरू हुनुहुन्छ उहाँहरूले पढाउनुहुन्छ, चैतन्य केही होइन। जिके आइक्यू र इङ्ग्लिस त सेक्सन अफिसरसित मिलिहाल्छ, त्यतैतिर चाहिँ तपाईँहरूको चाहिँ उनीहरूले पढ्ने कोर्स नै तपाईँहरूले पढ्ने हो। त्यसबाहेकको जुन 50 मार्क्स छ होइन, त्यो 50 मार्क्स चाहिँ म पढाउँछु। त्यसपछि प्रशासकीय अधिकृतको सेकेन्ड पेपर होइन, सेकेन्ड पेपर पुरै म पढाउँछु होइन। त्यो अरू कसैले पनि पढाउनुहुन्न, गएको साल पनि म आफै पढाएको थिएँ। बिचमा अलिकति चाहिँ अर्गनाइजेसनल बिहेवियरको चाहिँ गोपीनाथ मैनाली सरले पढाउनु भएको थियो। म चाहिँ यता घरतिर कतातिर गएँ, 5 7 दिन चाहिँ ग्याप भयो। अनि चाहिँ त्यो बेलामा किन खाली राख्ने भनेर गोपीनाथ मैनाली सरले चाहिँ यो अर्गनाइजेसनल बिहेवियर पट्टिको चाहिँ पढाउनु भएको थियो।
अरू सबै चाहिँ मैले हेरेको थिएँ। अनि चाहिँ सेकेन्ड पेपर चाहिँ एकाउन्टको चाहिँ अरू सरहरूले चाहिँ पढाउनुहुन्छ। होइन, पोहोर पढायो कि सरहरूले चाहिँ सायद पढाउनुहुन्छ होला। पिएचडी मेरो चाहिँ पब्लिक एडमिनिस्ट्रेसनमा हो साथीहरू। भयो भने है, अब त्यो मैले अब प्रपोजल बुझाएको छु। अब चाहिँ एक्सेप्ट गर्छ कि गर्दैन मलाई चाहिँ थाहा छैन। अब गर्नु चाहिँ पर्ने हो होइन। के गर्छ है, अब रिजेक्ट हुन पनि सक्छ, एक्सेप्ट हुन पनि सक्छ। मैले एमफिल पनि पब्लिक एडमिनिस्ट्रेसनमा गरेको हो होइन। यहीँ चाहिँ जनप्रशासन केन्द्रीय विभागबाट बल्खुबाट। त्यहाँको पनि म टपर हो चाहिँ त्यो पब्लिक एडमिनिस्ट्रेसनको। 3.94 जिपिए आएको थियो आउट अफ फोरमा। फोरमा 3.94 जिपिए आएको थियो। पोहोर चाहिँ सकाएको। अब मोबाइल डिस्ट्र्याक्सन कसरी म्यानेज गर्ने भनेर मोबाइल डिस्ट्र्याक्सनबाट म आफै पीडित छु होइन। 8 बजीबाट हुन्छ है तपाईँहरूको चाहिँ क्लास। 8 बजीबाट भोलिदेखि तपाईँहरूको रेगुलर क्लास चाहिँ 8 बजीदेखि हुन्छ। 8देखि हामीले चाहिँ 9:30, 9:15, 9:30सम्म लगभग तपाईँहरूको क्लास भनेको 1/2 घन्टादेखि चाहिँ 1.5 घन्टाको चाहिँ हुन्छ कि। 8 बजी सुरु गरेको म्याक्सिमम् जाँदाखेरि 9:30 बजीसम्म चाहिँ जान्छ। कहिलेकाहीँ चाहिँ 10 बजीसम्म पनि जान्छ होइन। अलि लामो डिस्कसन भयो भने, नभए भने तपाईँहरूको 9:30सम्म, 8देखि 9:30। अलिक छिटो छोड्दाखेरि 9:15। सधैँको चाहिँ रुटिन, डेली रुटिन नै त्यही हो। पोहोर पनि त्यही गरेको थियौँ, अहिले पनि त्यही हो। त्यो 8 बजेको टाइम सबैलाई सुइटेबल हुँदो रहेछ होइन। तपाईँहरू पनि खाना खाना खाइवरी सबै गरेर चाहिँ पढ्ने मुडमा चाहिँ आउनुहुन्छ होइन। मलाई पनि सजिलो हुन्छ। दिसवरी अफिसतिर भइ नै हाल्छु, त्यसपछि साँझ चाहिँ खानासाना बनाएर खाने गर्ने, त्यो सबै गर्दाखेरि 8 बजी चाहिँ ठिक्कको टाइम हुन्छ। हो, साइन्स ब्याकग्राउन्डको हो तपाईँको र मेरो ब्याकग्राउन्ड ठ्याक्कै मिल्यो होइन। साइन्सका साथीहरू धेरै पास हुनुहुन्छ। गएको सालको चाहिँ अफिसरमा चाहिँ 4 जना खुल्लामा थियो, 2 जना चाहिँ साइन्सकै साथीहरू हुनुहुन्थ्यो होइन। अहिले त अहिले पनि धेरै आउनुहुन्छ। अब तपाईँहरूलाई मैले एउटा चाहिँ के टिप्स चाहिँ दिन्छु भन्दा, जो चाहिँ प्रशासकीय अधिकृतको तयारी गर्दै हुनुहुन्छ उहाँहरूले एटलिस्ट चाहिँ कलेजको बुकहरू चाहिँ के किन्नुपर्छ त भन्दा, जो चाहिँ आउट अफ म्यानेजमेन्ट ब्याकग्राउन्डको हुनुहुन्छ। म्यानेजमेन्टको हुनुहुन्छ भन्दा धेरै कुरा चाहिँ पढेर आइसक्नु भएको छ। ह्युमन रिसोर्स म्यानेजमेन्ट होइन, अर्गनाइजेसनल बिहेभियर, प्रिन्सिपल अफ म्यानेजमेन्ट होइन, यी चाहिँ कुराहरू यो म्यानेजमेन्टको साथीहरूले पढिसक्नु भएको छ। अब जो आउट अफ म्यानेजमेन्ट हुनुहुन्छ, आर्ट्स साइन्स होइन, एजुकेसन होइन, त्यतातिरको हुनुहुन्छ, त्यो चाहिँ अब केही पनि पढ्नु भएको छैन, उहाँहरूलाई चाहिँ टोटल्ली नयाँ हुन्छ। अब हाम्रो सिलेबस के छ त भन्दा, त्यही बिबिएस र एमपिए, बिबिएस एमबिएस र एमपिए बिपिएको चाहिँ कोर्ससित चाहिँ टाइअप छ कि। अब उतातिर पब्लिक एडमिनिस्ट्रेसन बिपिए एमपिए गर्नुभएको छ भने पनि अब हाम्रो कोर्स चाहिँ सजिलो छ होइन। अब बिबिएस एमबिएस गर्नुभएको छ भने पनि त्यो चाहिँ सजिलो छ होइन। अब आउट अफ म्यानेजमेन्टको चाहिँ साथीहरूलाई अलि गाह्रो हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले कुन कुन बुक किन्ने त भन्दा, एउटा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट भन्ने चाहिँ किताब किन्ने, बिबिएसको किने पनि हुन्छ, एमबिएसको किने पनि हुन्छ। यदि तयारी गर्ने नै मुडमा चाहिँ हुनुहुन्छ भने त्यो चाहिँ तपाईँहरूले चाहिँ धक नमानिकन खर्च गर्नुपर्छ। एउटा बुक चाहिँ बिबिएसको ह्युमन रिसोर्स म्यानेजमेन्ट किन्ने होइन। अर्को चाहिँ प्रिन्सिपल अफ म्यानेजमेन्ट भन्ने चाहिँ छ, त्यो बुक पनि किन्ने, प्रिन्सिपल अफ म्यानेजमेन्ट। अर्को बुक के किन्ने त भन्दा, अर्गनाइजेसनल बिहेभियर भन्ने चाहिँ अर्को। तिनवटा बुक चाहिँ तपाईँहरूले टेक्स्ट बुक अनिवार्य रूपमा चाहिँ तपाईँहरूले चाहिँ किन्नुपर्छ। यति तिनवटा बुक हजुरहरूसित भयो भने तपाईँहरूलाई चाहिँ प्रशासकीय अधिकृतको सेकेन्ड पेपर पढ्नको लागि एकदम सजिलो हुन्छ। त्यो चाहिँ टेक्स्ट बुकमा चाहिँ अलिक बेसरी चाहिँ क्ल्यारिफाई गरे हुन्छ होइन। जस्तो चाहिँ लोकसेवाको लागि चाहिँ लेखेका चाहिँ किताबहरूमा पनि अब त्यस्तो धेरै चाहिँ अब विद्युत प्राधिकरणलाई टार्गेट गरेर चाहिँ लेखिएका जुन किताबहरू छन् त्यस्ता उत्कृष्ट किताबहरू छैनन्। तपाईँहरूले पनि आफूले हेरेर चाहिँ इभ्यालुएसन गर्नु होला होइन। पोहोरका साथीहरूले पनि त्यही भन्थे होइन, किताबहरू चाहिँ राम्रा छैनन् भनेर चाहिँ भन्थे। मैले पनि अब हेरेको छैन खासै। साथीहरूको चाहिँ फिडब्याक अनुसार चाहिँ राम्रो किताबहरू चाहिँ छैनन् होइन। सबै चाहिँ कपी पेस्ट गुगल, त्यो च्याट जिपिटी कता कताबाट चाहिँ सारेको एकदम चाहिँ खतम किताब छन् भनेर चाहिँ भन्दै थिए साथीहरूले होइन। त्यो चाहिँ पुरै अब एउटा कुनै न कुनै त अब अलि पछि चाहिँ किन्नु होला होइन। अलि अपडेट भएर चाहिँ आउलान्। अहिले चाहिँ सुरुमै चाहिँ हतार गरेर चाहिँ किनी चाहिँ नहाल्नुहोस् होइन। तपाईँले चाहिँ यथेष्ट, मेरो चाहिँ एउटा अनुभव चाहिँ पोहोरको चाहिँ मेरो चाहिँ के हो भन्दा, केही यस्ता विद्यार्थीहरू छन् कि मेरो सम्पर्कमा तिनीहरूले कुनै पनि बुकै किनेनन्। तपाईँहरूलाई यो सरले फेरि गफ हान्यो भने जस्तो चाहिँ तपाईँलाई लाग्ला होइन। पोहोरको सबैले होइन, फेरि एक दुईजना विद्यार्थीहरू
एक दुईजना विद्यार्थीहरूले कुनै पनि बुक किनेका थिएनन् होइन, त्यो चाहिँ कम्प्लिटली मेरो क्लास सुनेका र मैले यो पठाइदिएको चाहिँ नोट मात्र चाहिँ पढेको आधारमा पास भएका छन्। एकजना चाहिँ बहिनी हुनुहुन्छ, खुला, महिला र अपाङ्ग तिनटैमा चाहिँ निकाल्नु भएको छ। जो कि उहाँले चाहिँ यो किताब सिताब केही पनि किन्नु भएको थिएन कि। म किताब किन्दिनँ सर भन्दै हुनुहुन्थ्यो, जे गर्ने भए पनि गर्नुहोस् अब त्यो तपाईँको कुरा भयो भने लगभग पुग्ला जस्तो लाग्यो भनेर भन्दै हुनुहुन्थ्यो होइन। उहाँकै खुला, महिला, अपाङ्ग तिनटैमा निस्किएको छ, उहाँ चाहिँ फिक्स चाहिँ सिफारिस हुनुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ, किनभने तिनवटै चाहिँ समूहमा भएपछि निस्कन्छ होइन। त्यस हिसाबले नोट पनि आफैमा चाहिँ राम्रो छ होइन। नोट राम्रो छ, एकदम उत्कृष्ट नोटै छ। मैले मेहनत गरेरै चाहिँ पोहोर चाहिँ बनाएको छु। ती नोटहरू चाहिँ तपाईँहरूले चाहिँ एभाइलेबल भइ नै हाल्छन्। त्यसका अतिरिक्त अब तपाईँहरूलाई म अन्य सन्दर्भ सामग्रीहरू पनि त्यो के पढ्ने भनेर चाहिँ क्लासको दौरानमा भन्छु होइन। ती सन्दर्भ सामग्रीहरू पनि तपाईँहरूले राम्रोसित चाहिँ पढ्नु पर्यो। त्यो गरिसकेपछि तपाईँहरूको प्रिपेरेसनलाई खासै केही समस्या पर्दैन कि। अहिले चाहिँ अब यत्रो चाहिँ प्लेटफर्महरू छन् कि तपाईँहरूलाई चाहिँ सिक्नको लागि। युट्युबतिर त्यो भिडियोहरू चाहिँ पाउँछन् होइन। यसो एआईहरू पनि अलिअलि युज गर्न सकिन्छ। त्यसै गरी विभिन्न चाहिँ आर्टिकलहरू होइन। त्यसै गरी चाहिँ अब नेपाल सरकारका चाहिँ विभिन्न प्रतिवेदनहरू, यी कुराहरू चाहिँ तपाईँहरूले चाहिँ पढ्नुपर्छ। त्यो पढिसकेपछि तपाईँहरूको चाहिँ तयारी चाहिँ राम्रो हुन्छ कि। तर मेहनत चाहिँ गर्नु पर्यो साथीहरू होइन। मेहनत नगरे त केही पनि हुँदैन। क्लास चाहिँ तपाईँहरूको भोलिबाट भइहाल्छ साथीहरू। भोलिबाट चाहिँ हुन्छ। आज यो ओरिएन्टेसन टाइपको चाहिँ क्लास हो। भोलिबाट चाहिँ तपाईँहरूको चाहिँ स्मुथली चाहिँ अब हामी कन्टेन्टमा चाहिँ प्रवेश गरेर फर्स्ट पेपरबाट चाहिँ सुरुवात गर्छौँ। भोलि चाहिँ फर्स्ट पेपरको पब्लिक इन्टरप्राइजेस भन्ने चाहिँ बाट चाहिँ हामी सुरु गरिहाल्छौँ। साथीहरू चाहिँ जोडिँदै जानुहुन्छ। त्यो चाहिँ हामीले क्लास सुरु नै गरिहाल्छौँ। तपाईँहरू चाहिँ चैतन्यमा सम्पर्क गरेर चाहिँ भर्नाको चाहिँ प्रक्रियामा चाहिँ जानु होला होइन। उहाँहरूसित चाहिँ छलफल चाहिँ गर्नु होला। नोट हजुरको नोट किन्न पाइँदैन सर सेकेन्ड पेपरको भन्नुभएको। अब त्यो नोटहरू अब त्यस्तो चाहिँ किन्न पाइनेवाला चाहिँ त्यस्तो छैन साथीहरू होइन। क्लास चाहिँ कहिलेबाट हुने हो कुन टाइममा भन्नुभएको। अघि नै मैले भनिसकेको थिएँ क्लास भोलिबाट नै सुरु हुन्छ र 8 बजे हुन्छ, बेलुका सधैँ 8 बजे हुन्छ होइन। बेलुका हामीले चाहिँ 8 बजे क्लास सुरु गर्छौँ। 8 देखि 9:30सम्म 1.5 घन्टाको चाहिँ क्लास हुन्छ। अलिक छिटो छोड्यौँ भने 9:15 छोड्छौँ। ढिलो छोड्दा कहिलेकाहीँ 10सम्म पनि जान्छ, डिस्कसन अलिक बढी चाहिँ भयो भने। नभए भने 9:30, 1.5 घन्टाको चाहिँ क्लास हुन्छ है तपाईँहरूको। अब एक्ट पढ्ने आइडिया दिनु भन्नुभयो होइन। एक्ट पढ्ने त्यस्तो ठुलो चाहिँ फर्मुला केही पनि छैन। एक्ट भनेको चाहिँ तपाईँहरूले घोक्ने रट्ने कुरा नै हो। अब एक्टलाई तपाईँले कसरी चाहिँ पढ्ने त भन्दाखेरि प्रत्येक कुराहरूलाई चाहिँ टाइ अप गर्दै पढ्दै जाने हो कि। तपाईँले जब चाहिँ सिलेबसमा छिर्नुहुन्छ नि, सिलेबसमा छिरिसकेपछि त्यहाँ चाहिँ ऐनका कुराहरूलाई चाहिँ सँगसँगै राखेर चाहिँ पढ्ने हो एउटा कुरा। हाम्रो अन्य कोर्स कन्टेनरसित चाहिँ जस्तो सुशासन भन्ने चाहिँ टपिकसँग आउँदा सुशासन ऐन चाहिँ 2064 चाहिँ हामीले सँगसँगै पढ्छौँ होइन। विद्युत प्राधिकरणको चाहिँ उद्देश्य आवश्यक के यो विद्युत प्राधिकरणको चाहिँ इन्ट्रोडक्सन लगायतका चाहिँ हुँदाखेरि विद्युत प्राधिकरण ऐन 2041लाई सँगसँगै राखेर चाहिँ पढ्ने। त्यो चाहिँ उतापट्टिको जुन रिटर्न पेपरतिरका चाहिँ कन्टेक्स्टहरू छन् तिनीहरूसित चाहिँ हाम्रा ऐन नियम र विनियमहरू टाइअप छन् भने त्यसरी चाहिँ टाइअप गर्दै चाहिँ पढ्दै जाने एउटा कुरा होइन। त्यसले चाहिँ आफ्नो हाम्रो चाहिँ रिटर्नलाई पनि सहयोग गर्छ। अर्को कुरा तपाईँहरूले चाहिँ के गर्नुहोस् भन्दा अब विद्युत प्राधिकरणको म तयारी गर्ने नै हो, सेवामा प्रवेश गर्ने हो भन्ने चाहिँ त्यस्तो किसिमको तपाईँको चाहिँ तीव्र इच्छा छ भने होइन। अब चाहिँ केही साथीहरूको फेरि हेरौँ न त भन्ने हुन्छ कि, त्यो हेरौँ न त भन्नेले वालाले डुबाउँछ। त्यो हेरौँ न त होइन, सुरु गरिहाल्ने हो होइन। त्यो स्पिरिट हुनु पर्यो। त्यो भइसकेपछि तपाईँले चाहिँ यो ऐनहरू डाउनलोड गर्ने, डाउनलोड गरेर चाहिँ पढ्न सुरु गरिहाल्ने होइन। विद्युत प्राधिकरण ऐन 2041बाट चाहिँ तपाईँ सुरु गर्न सक्नुहुन्छ। छोटो छ। तपाईँले चाहिँ 2 घन्टा पढ्नु भने विद्युत प्राधिकरण ऐन 2041 दिन्छ। त्यहाँ चाहिँ सङ्ख्या धेरै छ कि साथीहरू, 18 19 गन्दै गन्दै जानु भने 14 15 16वटा चाहिँ छन्। हामीलाई चाहिँ सुरुमा त्यो सिलेबस चाहिँ देख्दाखेरि ओहो यत्रो धेरै ऐन नियम छन्, टाउको दुख्छ जस्तो चाहिँ लाग्छ। तर तपाईँले चाहिँ अब अहिलेबाट चाहिँ पढ्न सुरु गर्नु भने चाहिँ त्यो फेरि चाहिँ सबै सिद्धिन्छ।
अब तपाईँले चाहिँ राख्नुहुन्छ त्यसलाई चाहिँ अब एकैचोटि रुटिन आएपछि पढ्छु भनेर राख्यो भने त त्यो कहिले पढेर चाहिँ पार पाइँदै पाइँदैन कि। त्यस कारणले गर्दा डेली चाहिँ त्यो ऐन नियमको लागि चाहिँ छुट्याउने डल्लै 1 घन्टा 1.5 घन्टाको टाइम चाहिँ मैले ऐन नियमलाई चाहिँ दिन्छु भन्ने हिसाबबाट चाहिँ तपाईँहरूले पढ्ने। त्यो पढ्दाखेरि तपाईँको अर्को रिटर्न पेपरलाई पनि त्यसले चाहिँ सहयोग गर्छ होइन। मैले अघि भने सुशासनको कुरा त्यहाँ पढ्दाखेरि सुशासन ऐनले के भनेको छ त्यहाँ हुन्छ। अरू कुराहरू चाहिँ छन्, विद्युत नियमन आयोग ऐन छ, अरू छन् होइन। त्यसै गरी चाहिँ अब खरिदका कुराहरू पनि तपाईँहरूको सिलेबसमा छ, त्यो गर्दा सार्वजनिक खरिद ऐन चाहिँ जोडिन्छ, आर्थिक प्रशासन विनियमावली जोडिन्छ। त्यस कारणले गर्दा आजैदेखि चाहिँ तपाईँहरूले चाहिँ डाउनलोड गर्ने र घोक्ने रट्ने चाहिँ काम चाहिँ सुरुवात चाहिँ आफूले गर्ने हो। अब यसमा चाहिँ छुट्टै स्पेसिफिक फर्मुला केही पनि छैन साथीहरू होइन। जसले घोक्यो जसले रट्यो त्यसैले चाहिँ लेख्छ यो चाहिँ ऐन नियम। अब गफ हानेर पनि भएन फेरि, अप्ठ्यारो छ नि त। अरू कुराहरूमा हामीले चाहिँ अलिअलि चाहिँ तानतुन पारेर गफ पनि लेख्न सक्छौँ, ऐनमा त हामीले गफ लेख्न सक्दैनौँ, जे छ त्यही लेख्ने हो होइन। त्यस कारणले गर्दाखेरि अब हामी क्लासमा पनि डिस्कस गर्छौँ होइन, अलिकति चाहिँ केही सिम्प्लिफाई गरेर पनि हेर्छौँ। जस्तो अब हामीले चाहिँ जग्गा प्राप्ति ऐन 2034 छ, त्यसलाई चाहिँ एकदम सिम्प्लिफाई गरेर चाहिँ हेर्छौँ, त्यसको चाहिँ प्रोसिड्युर जग्गा प्राप्तिको प्रक्रिया होइन, त्यस्तो अरू कुराहरू पनि हेर्छौँ। र मूल रूपमा चाहिँ के हो त भन्दा तपाईँहरूले घोक्ने रट्ने कुरा नै हो। फर्स्ट पेपरको चाहिँ 50 मार्क रिटर्नको नोट्स इङ्ग्लिसमा एभाइलेबल हुन्छ होइन, हुँदैन तपाईँहरूको चाहिँ अहिले नै मैले क्लियर गरेँ, इङ्ग्लिसमा चाहिँ नोट आउँदैन। तपाईँहरूको चाहिँ नेपालीमै नोट आउँछ। कलेजको बुकहरू धेरै जसो इङ्ग्लिसमा हुन्छ, क्वेसन नेपालीमा आए त टर्म नै त हुँदैन होइन। कलेजको चाहिँ नेपालीमा पनि पाइन्छ नि, नेपाली मिडियममा बकाइदा राम्रोसित चाहिँ लेखेका नेपालीमा नेपाली राइटरहरूले लेखेका चाहिँ नेपाली मिडियमको भनेर माग्नु न कि तपाईँले किताब किन्दाखेरि होइन। अब इङ्ग्लिसमा लेख्ने भने इङ्ग्लिस मिडियमका चाहिँ पढ्नुहोस् होइन। अब चाहिँ यो चाहिँ प्रिपेरेसन क्लासमा नेपालीमै हुन्छ, किन भन्दा धेरै साथीहरू चाहिँ नेपालीका चाहिँ हुनुहुन्छ। अब अलिअलि चाहिँ मिक्स इङ्ग्लिस पनि हुन्छ हुन त होइन, तर चाहिँ के हुन्छ भन्दा मूल रूपमा नेपाली नै हो ल्याङ्ग्वेज भाषाको माध्यम चाहिँ क्लासमा भन्ने चाहिँ बुझ्नुहोस् तपाईँहरूले होइन। फेरि अहिले मैले तपाईँहरूलाई फेरि इङ्ग्लिसमा दिन्छ भनेर चाहिँ फेरि झुट कुरा बोल्ने कुरा भएन। अब सेभेन्थको कि पाँचको भन्नुभएको, यो चाहिँ स्पेसल चाहिँ सेभेन्थको हो होइन। पाँचको पनि साथीहरू चाहिँ हुनुभयो भने पाँचको क्लास पनि हुन्छ। पाँचको चाहिँ साथीहरू कति हुनुहुन्छ भन्ने कुराले त्यो म्याटर गर्छ। सातको चाहिँ साथीहरू धेरै हुनुहुन्छ होइन, चैतन्यमा चाहिँ प्राय स्पेसल चाहिँ यो अफिसरकै क्लास चलिरहेको हुन्छ कि होइन। असिस्टेन्ट लेभलको त्यति साह्रो चाहिँ चलिरहेको हुँदैन। अब सङ्ख्या चाहिँ पुग्यो भने पाँचको साथ पनि क्लास हुन्छ साथीहरू। मैले अघि भने सेभेन्थको क्लास सकिनँ, तपाईँहरूको चाहिँ 100 वटा जति क्लास चाहिँ गर्नुपर्छ। त्यो नभए पनि सकिँदैन। पोहोर पनि हामीले चाहिँ त्यही 110 वटा जति चाहिँ क्लास भएको छ होइन। पोहोर पनि हामीले 110 वटा जति चाहिँ क्लास गरेको छ। अहिले पनि लगभग चाहिँ त्यही हो, 100को हाराहारीमा चाहिँ क्लासहरू हुन्छ। त्यति भइसकेपछि मात्र सिद्धिन्छ कि 3 महिना चाहिँ पुरै चाहिँ पढाउनु पर्छ। फिफ्थ लेभल एकाउन्टको हुन्न भन्नुभयो, फिफ्थ लेभलको एकाउन्टको अब त्यो सङ्ख्या पुग्यो भने हुन्छ। त्यो प्राय चाहिँ उसको असिस्टेन्ट लेभलको त्यति धेरै चाहिँ चैतन्यमा भयो जस्तो मलाई चाहिँ लाग्दैन होइन। सङ्ख्या भयो भने चाहिँ हुन्छ क्लास, तर अफिसरको चाहिँ हुन्छ। फर्स्ट र सेकेन्ड दुवै हेर्नु, फर्स्ट र सेकेन्ड म सबै हेर्ने हो कि यो चाहिँ उसको प्रशासकीय अधिकृतको पुरै सेकेन्ड पेपर म आफै हेर्ने हो, फर्स्ट पेपर पनि पुरै हेर्ने हो। फर्स्ट पेपर चाहिँ अब एकाउन्ट अफिसर र एडमिन अफिसरको चाहिँ दुइटै कम्बाइन्ड पेपर भयो, कमन पेपर भयो, त्यो पुरै म हेर्ने हो होइन। सेकेन्ड पेपर पनि पुरै म हेर्ने हो। अरू सरहरू चाहिँ हुनुहुन्न, पोहोर चाहिँ गोपीनाथ मैनाली सरले अलिकति हेर्नुभएको थियो चाहिँ अर्गनाइजेसनल बिहेभियरको, म घर गएको बेलामा होइन। त्यस्तो चाहिँ केही इमर्जेन्सी पऱ्यो भने त्यस्तो हो होइन। एक दुई चारवटा क्लास अरूले हेरिदिने कुरो, त्यस्तो नभए भने पुरै नै मैले हो। फिफ्थको चाहिँ चाहिँ क्लास भयो भने त्यो म नै लिन्छु। पाँचौँ तहको सङ्ख्या कति हुन्छ भन्नेले चाहिँ म्याटर गर्छ कि। क्लास राउन्डहरूलाई जस्तो चाहिँ 25 30जनाको चाहिँ क्लास स्टुडेन्टहरू त चाहिए होइन। त्यो हिसाबले रिटर्न नोट त इङ्ग्लिसमा आउँदैन भनेर भनिसकेँ मैले होइन। अब सेक्सन अफिसरको तयारी गर्दाखेरि यतालाई चाहिँ धेरै कुराहरू मिल्छ साथीहरू होइन। अब जिकेआईको र इङ्ग्लिस एउटै भइहाल्यो, सिद्धियो 50 मार्कको होइन। अरू चाहिँ सेवा समूह सम्बन्धी कुराहरू यताको चाहिँ फरक छ।
उता सेक्सन अफिसरतिर चाहिँ 25-30% मात्र मिल्छ उताको यता। एड्स लेभलको खुल्लामा पनि आउँछ। 8औँ तहको लागि पनि मोर ओभर 7 र 8को उस्तै उस्तै छ कि। 8 तहको चाहिँ तपाईँले तयारी गर्दाखेरि र 7 तहको तयारी गर्दाखेरि मोर ओभर चाहिँ क्लास के अरे सिलेबस उस्तै उस्तै छ। 8मा अलिकति बढी चाहिँ पढ्नुपर्छ। किन भन्दा मैले 7 पनि पास गरेको, 8 पनि चाहिँ पास गरेको छु होइन। मैले 7 तह चाहिँ 75 सालमा पास गरेको, तपाईँहरूको सिलेबसै यही हो होइन। यो चाहिँ ठ्याक्क 75 सालमा मैले दिँदाखेरि आएको कि फर्स्ट टाइम आएको त्यो कोर्स चेन्ज भएर 75को चाहिँ यो न्यू चाहिँ सिलेबस हो तपाईँहरूले अहिले दिँदै गरेको। त्यो चाहिँ फर्स्ट ब्याच हो हाम्रो चाहिँ यो न्यू सिलेबसको होइन। त्यतिखेर चाहिँ म पास भएको थिएँ 75मा। अहिले 81मा गएको साल चाहिँ फेरि 8 तह पास गरेँ। सिलेबस चाहिँ उस्तै उस्तै छ, 8मा अलिकति बढी पढ्नुपर्छ। है नियमहरू पनि म चाहिँ सिम्प्लिफाई गर्छु। त्यो क्लासमा चाहिँ एक्सप्लानेसन हुन्छ होइन। त्यसलाई अलिकति चाहिँ बुझ्ने तरिकाले होइन, त्यसलाई हामीले चाहिँ हेर्छौँ, केही ऐनहरूलाई सिम्प्लिफाई चाहिँ गर्छौँ। कति पढ्ने भनेर पनि भन्छौँ। त्यो सबै चाहिँ अब पुरै चाहिँ पढ्नु पर्ने पनि हुँदैन होइन। त्यो देख्दाखेरि चाहिँ लामो लामो चाहिँ हामीलाई लागेको हो होइन। ऐन नियमको चाहिँ फेरि त्यस्तो अरू कन्टेन्टको जस्तो चाहिँ स्पेसल नोटहरू आउँछ। सबै ऐन नियमहरूको त्यस्तो चाहिँ स्पेसल नोट चाहिँ आउँदैन। किन भन्दा ऐन नियम भनेको डाउनलोड गर्ने पढ्ने घोक्ने कुरा चाहिँ हो होइन। केहीको चाहिँ सिम्प्लिफाइड चाहिँ आउँछ, जो अलिकति अप्ठ्यारो लाग्छ विद्यार्थीहरूलाई। जस्तो जग्गा प्राप्ति ऐन 2034 छ, त्यसलाई म पुरै सिम्प्लिफाई गरिदिन्छु। परीक्षामा चाहिँ सधैँ जग्गा प्राप्तिका चाहिँ प्रक्रियाहरू लेख्नुहोस् भनेर भनिरहेको हुन्छ कि। त्यस कारणले गर्दा कोर्स मैले अघि नै भने नि तपाईँहरूलाई, कोर्स कहिलेसम्म सिद्धिन्छ भन्दाखेरि अब आजबाट चाहिँ हामीले सुरु गऱ्यौँ, अब भोलिबाट सुरु गऱ्यौँ भने पुस पुरै होइन। पुस अब चाहिँ बल्ल सुरु भयो, पुस पुरै, माघ पुरै, फागुन पुरै र चाहिँ चैतको आधा आधी अथवा चैतभरि, चैतसम्म चाहिँ कोर्स पुरै सिद्धिन्छ। तपाईँहरूको जाँच हुने भनेको चाहिँ जेठतिर अथवा वैशाखको लास्टतिर, जेठतिर। अब गएको सालमा चाहिँ असारमा भएको थियो होइन। त्यस कारणले गर्दाखेरि तपाईँहरूले त्यो कुरा ख्याल गर्नुहोस्। अहिले सुरु गर्यो भ्याकेन्सी हुँदाखेरि तपाईँहरूको जाँच भनेको चैत वैशाख जेठतिर हुने हो भन्ने कुरा ख्याल गर्नु पर्यो। रिटर्न मैले सबै मैले हो रिटर्न उ गर्ने नै एक्लै हो कि। मैले चाहिँ पोहोर पनि म एक्लै पढाएको होइन। फर्स्ट पेपर पनि पुरै म पढाएको, सेकेन्ड पनि पुरै म पढाएको। अब भ्याकेन्सी त लोकसेवा आयोगको क्यालेन्डर हेर्नुभएकै छ होइन। एक पुसमा मङ्सिर पुस भनेको छ। पुसको चाहिँ अब लास्टसम्म ढिलामा विज्ञापन आइपुग्छ। आउँछ अब कोटा चाहिँ पोहोरको जस्तो चाहिँ ठुलो चाहिँ 20-21 आउँदैन। अब खुलामा तपाईँहरूको चाहिँ त्यही 10 वरिपरि बढीमा त्यसै वरिपरि चाहिँ आउँछ। 8मा खुल्छ भन्नुभएको, अब 8मा खुल्लातिर नआउन पनि सक्छ। मधेसीमा गएको साल मधेसीमा आएको छ भनेपछि यसपालि महिलातिर आउन सक्छ खुल्ला। 8तिरको होइन, त्यो राउन्डिङ गर्दाखेरि खुल्लामा आउन गाह्रो छ। 8 तहको चाहिँ प्रशासकीय अधिकारी लेखातिर आउँछ, फेरि लेखातिर आउँछ भन्ने सुनिरहेको छु। इक्जाम कहिले हुन्छ भन्नुभएको, इक्जामको कुरा मैले अघि नै हजुरहरूलाई भनिहालेँ। तपाईँहरूको वैशाखैमा त नहोला, जेठ जेठ वा असार, जेठ असारतिर चाहिँ, जेठमा सुरु भएर असारतिर सिद्धिने हुन्छ। अब तपाईँको चोइस, सेक्सन अफिसर पढ्दा ठिक कि एनइए सर भने होइन। अब चाहिँ वाइड एरिया त सेक्सन अफिसरै हो होइन। तपाईँ पास गर्न सक्नुहुन्छ भने सेक्सन अफिसर चाहिँ बेस्ट हो। मैले नचाहिने कुरा गरेर फेरि चाहिँ एनइए बेस्ट हो भनेर भन्दिनँ होइन। दुईवटा कम्पेरिजन गर्दा सेक्सन अफिसर र एनइए कुन चाहिँ भन्नुभयो भने सेक्सन अफिसरै हो होइन। सेवा सुविधा अवसर, सेवा सुविधाको फाइनेन्सियली चाहिँ सेक्सन अफिसर भन्दा एनइए चाहिँ मा राम्रो छ होइन। फाइनेन्सियल चाहिँ सेवा सुविधाहरू तलब भत्ता सबै हेर्नुभयो भने। तर नेपाल सरकारको चाहिँ शाखा अधिकृत भनेको चाहिँ त्यसको चाहिँ वाइड एरिया छ, पावर एक्सर्साइज हुने ठाउँ हो होइन। त्यो सब हिसाबले चाहिँ सेक्सन अफिसरै चाहिँ ठिक हो। अब यतातिर मास्टर डिग्री चाहिन्छ होइन। मास्टर डिग्री गर्नुभएको छैन भने चाहिँ उता त ब्याचलरले भए पनि भइहाल्छ।
अब एन्नली अब मैले हिसाब किताब त गरेँ होइन होइन। अहिले 7 तहको चाहिँ स्टार्टिङ स्यालेरी चाहिँ 46,000 छ होइन। उता नेपाल सरकारतिर 43,000 हो। हाम्रो चाहिँ शाखादेखिको यहाँ चाहिँ 46,000 कति चाहिँ छ होइन। त्यसपछि चाहिँ अब विभिन्न भत्ताहरू हुन्छन्। 25% चाहिँ सिधै तपाईँले हाजिर हुने बित्तिकै भत्ता चाहिँ सुरु भइहाल्छ। अरू भत्ताहरू पनि हुन्छन्, विद्युत सुविधा हुन्छ, कोठा भाडा के चाहिँ गर्दाखेरि चाहिँ राम्रै हुन्छ कि त्यो सेवा सुविधाहरू। फाइनेन्सियली राम्रो छ उता चाहिँ शाखा अधिकृत भन्दा यता 7 तहको चाहिँ प्रशासकीय अधिकृत लेखा अधिकृत होइन। 5औँ तहको अब तपाईँको 34,000 छ होला सायद तलब होइन। तलब स्केल 34,000 छ। अब अरू भत्ता त त्यो 25% भत्ता काठमाडौँ भयो, काठमाडौँ बाहिर चाहिँ 30-35% यस्ता भत्ता, ओभरटाइम भत्ता के चाहिँ दुनियाँ भत्ता चाहिँ छन्। त्यो गर्दाखेरि फाइनेन्सियली राम्रै छ कि। उतातिरको नासोले भन्दा यतातिरको 5 तहको चाहिँ मान्छेले चाहिँ उसको चाहिँ बढी चाहिँ इन्कम हुन्छ होइन। त्यस कारणले गर्दा हजुरहरूले चाहिँ अब तयारी सुरु गर्नुहोस् होइन। तपाईँहरू चैतन्यमा चाहिँ सम्पर्क राख्नुहोस्। भर्ना हुनुहोस्, क्लास चाहिँ रन गर्दै जाउँ, अरू साथीहरू पनि जोडिँदै जानुहुन्छ होइन। अब चाहिँ विद्यार्थी भएन भने त क्लास चाहिँ ग्रहण त हुँदैन। त्यस कारणले गर्दा पढ्ने चाहिँ तपाईँहरूको चाहिँ त्यस्तो ऊ छ भने हजुरहरू जोइन चाहिँ हुँदै गर्नुहोस्। अरू तपाईँहरूलाई चाहिँ केही सोध्नुपर्ने केही कुरा चाहिँ छ? अरू कुराहरू हामी त यो चाहिँ डेली नै क्लासमा एकदम घनीभूत रूपमा चाहिँ डिस्कसन गर्छौँ। तपाईँहरूका क्वेरिजहरू चाहिँ लिन्छौँ होइन, राम्रोसित छलफल गर्छौँ तपाईँहरूले बुझ्ने गरी सिम्पलर ल्याङ्ग्वेजमा चाहिँ हामीले चाहिँ उ गर्छौँ। तपाईँहरूले चाहिँ मेरा क्लासको कुराहरू चाहिँ केही ऊ चाहिँ युट्युबतिर पनि भेटाउनुहुन्छ। युट्युबमा चाहिँ जानुभयो भने मेरो पनि आफ्नो युट्युब च्यानल छ। त्यति धेरै भिडियोहरू चाहिँ मैले अपलोड गर्न पाएन। 8-10वटा भिडियोहरू चाहिँ तपाईँले त्यतातिर पनि हेर्न सक्नुहुन्छ। भरत केसी भन्ने चाहिँ सर्च गर्नु होला युट्युबमा। भरत केसी भन्ने चाहिँ छ, बिएचएआरडी भरत केसी भन्ने चाहिँ छ। त्यसमा 8-10वटा चाहिँ भिडियोहरू चाहिँ छन् होइन। यसो हेर्नु होला त्यतातिरको पनि। अनि चाहिँ फेसबुकमा चाहिँ भरत केसी भन्ने चाहिँ छ, अङ्ग्रेजीमा माल लागेको फोटो आउँछ, त्यतातिर चाहिँ फलो गर्दै गर्नु होला। त्यहाँ चाहिँ विद्युत प्राधिकरणसित रिलेटेड थुप्रो आर्टिकलहरू छन्। गएको सिजनमा मैले चाहिँ धेरै आर्टिकलहरू चाहिँ लेखेको थिएँ, अहिले चाहिँ लेखेको छैन। मेरो फेसबुक पेजमा चाहिँ जानुभयो भने त्यहाँ चाहिँ डिफ्रेन्ट आर्टिकलहरू छन् होइन। ऊर्जा खबर, प्रशासन.com, सेतो पाटी होइन, रातो पाटी, त्यतातिर चाहिँ लेखेका धेरै आर्टिकलहरू चाहिँ भेटाउनुहुन्छ मेरो चाहिँ फेसबुक पेजतिर। त्यो तपाईँहरूको लागि चाहिँ लोकसेवा आयोगको तयारीका लागि एकदम चाहिँ महत्त्वपूर्ण हुन्छन्। अनि चाहिँ केही साना साना क्लिपहरू कन्टेन्टहरू चाहिँ टिकटकतिर पनि भेट्नुहुन्छ होइन। भरत केसी भन्ने भरत केसी अफिसियल भन्ने चाहिँ टिकटक आइडी छ, त्यतातिर पनि भेट्नुहुन्छ तपाईँहरू। एटको बुझाइदिनु न, म पनि लिने क्लास एटको लागि हो भन्नुभयो। मैले भने नि 8को चाहिँ खुल्लामा आउँछ जस्तो मलाई लाग्दैन कि। 8औँ तहको चाहिँ विज्ञापनमा चाहिँ प्रशासनतिर चाहिँ भ्याकेन्सी आउँछ जस्तो मलाई लाग्दैन। किन भन्दा पोहोर चाहिँ मधेसी कोटामा चाहिँ आन्तरिक र मधेसीमा चाहिँ गइरहेको थियो भनेपछि अहिले चाहिँ मधेसीबाट घुम्दै मैलातिर चाहिँ जान्छ कि जस्तो चाहिँ मलाई लागिरहेको छ। 8मा आउँछ जस्तो मलाई लाग्दैन होइन। 7मा त आइ नै हाल्छ। तपाईँले चाहिँ त्यही अनुसार चाहिँ मेन्टालिटी बनाउनु। एडमिन बेस्ट कि एकाउन्ट भन्नुभयो, एडमिन र एकाउन्ट उस्तै उस्तै हो। त्यस्तो चाहिँ ठुलो चाहिँ मरोवर त्यस्तो चाहिँ केही फरक चाहिँ छैन। क्लास चाहिँ मैले चाहिँ उसको एडमिनको मात्र गर्ने हो होइन। एडमिन र एकाउन्टको चाहिँ कम्बाइन्ड हो चाहिँ फर्स्ट पेपर, त्यो चाहिँ म आफै गर्छु। सेकेन्ड पेपर चाहिँ प्रशासनतिरको पुरै म पढाउँछु, लेखातिरको चाहिँ अर्को सरले चाहिँ पढाउनुहुन्छ। ल ठिक छ होइन। अब तपाईँहरूको चाहिँ केही जिज्ञासाहरू? लेखाको चाहिँ पोहोर को सरले हेर्नुभएको नि होइन।
पोहोरको सिजनमा कसले हेर्नुभयो? ठ्याक्कै मलाई चाहिँ याद भएन होइन। पोहोरको लेखाएको, पोहोर त एकदम धेरै थिए नि त विद्यार्थी होइन। अब यो एडमिनतिरै हामीले लगभग चाहिँ एडमिन र एकाउन्टको गर्दाखेरि त 200 300 चाहिँ ले पढेका हुन् पोहोर। कम्बाइन्ड क्लास हुँदाखेरि त लगभग 200 वरिपरि हुन्थ्यो होइन। ऊ चाहिँ प्रशासनको मात्र चाहिँ पछि चाहिँ पढ्दाखेरि 120 130जनाले चाहिँ को चाहिँ क्लास भइरहेको थियो, लास्टसम्म पनि 130जना जतिको चाहिँ क्लास भएको थियो। लेखातिर चाहिँ 75 80जनाको चाहिँ लेखातिर क्लास भइरहेको थियो पोहोरको सिजनमा। किन भन्दा भ्याकेन्सी नै एकदम चाहिँ धेरै भएको हुनाले विद्यार्थीको सङ्ख्या फ्लो पनि त्यही अनुसारको चाहिँ थियो। भोलिबाट चाहिँ फर्स्ट पेपर सुरु हुन्छ। भोलिबाट फर्स्ट पेपर, पहिला फर्स्ट पेपर सकाउँछौँ प्रशासन र लेखाको दुइटै कम्बाइन्ड। त्यसपछि सेकेन्डतिर प्रशासन पढ्नेले प्रशासन, लेखा पढ्नेले लेखा, छुट्टा छुट्टै चाहिँ पढाइ हुन्छ। फी स्ट्रक्चर कति छ मलाई ठ्याक्कै थाहा भएन है। फर्स्टमा हो एक्ट हुने। एक्ट भएको तपाईँले सिलेबस डाउनलोड गरेर हेर्नु होला कि। प्रशासकीय अधिकृत लेखा अधिकृत वेबसाइटमा जानु होला विद्युत प्राधिकरणको। त्यहाँ गइसकेपछि यो चाहिँ सिलेबस चाहिँ डाउनलोड गर्न सकिन्छ। डाउनलोड म तपाईँहरूलाई मसिन भएको सिलेबस पनि पठाइदिउँला क्लास सुरु भोलितिर। इन्ट्रान्स इक्जाम हुँदैन। इन्ट्रान्स हुँदैन, तपाईँ चाहिँ सिधै दुइटै पेपर चाहिँ दिने हो। सेकेन्ड पेपरको लगभग कहिलेदेखि क्लास हुन्छ भन्नुभयो? सेकेन्ड पेपरको क्लास चाहिँ कहिलेबाट होला भन्दा पुस यो पुरै अनि माघ, माघको 20 22तिरबाट सुरु होला सायद। फर्स्ट पेपर त लेखा र एडमिनको एउटै हो। प्रशासकीय अधिकृत र लेखा अधिकृतको एउटै हो। मैले अघि नै भनिहालेँ नि, भ्याकेन्सी त हजुरहरूको यही पुसको लास्ट विकसम्म आउँछ। यो फर्स्ट विक चल्दैछ होइन, सेकेन्ड विकमा पनि आउँदैन, आउँदाखेरि थर्ड अथवा फोर्थ विकतिर आउँछ कि। इन्ट्रान्स इक्जामहरू हुँदैन। होइन, जिके आइक्यू र इङ्ग्लिसमा 50को हुन्छ होइन। 50मा चाहिँ अब तपाईँले कम्तीमा पनि 32 35 चाहिँ ल्याउन सक्नुपर्छ पास हुनलाई। अहिलेको चाहिँ साथीहरूको ट्रेन्ड त्यस्तै छ होइन। अहिले चाहिँ जो अफिसरमा चाहिँ पास भइरहेछन् उनीहरूले चाहिँ 50मा भनेको 32 35 होइन, त्यस्तै चाहिँ पास भइरहेछन् कि। 30 32 35 त्यस्तै वरिपरिमा पास भइरहेछन्। अब त्यहाँ भन्न चाहिँ अब कम्बाइन्ड पेपर हो फर्स्ट पेपर भनेको, 50को जिके आइक्यू र इङ्ग्लिस प्लस 50को रिटर्न हो होइन। छुट्टा छुट्टै चाहिँ पास हुनुपर्छ भनेर चाहिँ त्यहाँ कतै पनि भनेको देखिँदैन। त्यस कारणले गर्दा अब त्यो चाहिँ कोर्स स्ट्रक्चर हेर्दाखेरि दुइटाको चाहिँ कम्बाइन्ड 40 लिउने हो कि जस्तो चाहिँ बुझिन्छ होइन। तर मेरो पर्सनल थट के, पर्सनल थट चाहिँ 50मा छुट्टै पास हुने, त्यो चाहिँ अर्को 50मा चाहिँ छुट्टै पास हुनुपर्छ कि जस्तो चाहिँ लाग्छ। त्यो लोकसेवा आयोगले त्यो चाहिँ सिलेबसमा केही पनि भनेको छैन। त्यो हेर्दाखेरि चाहिँ दुईवटा जोडेर चाहिँ 40 अङ्क ल्याउने हो कि जस्तो चाहिँ देखिन्छ कि। इन्टरभ्यूको प्रिपेरेसनको लागि केही आइडिया, त्यत्रो इन्टरभ्यू प्रिपेरेसनको क्लासै गरिसक्यौँ साथीहरू होइन हामीले। बुक कुन बेटर होला भन्नुभयो? बुक चाहिँ त्यस्तो उत्कृष्ट छैनन् भनेका छन् साथीहरूले बजारमा होइन। एनइएको लागि लेखेका चाहिँ बुकहरू त्यस्तो उत्कृष्ट छैनन् भनेका छन् होइन। अब कसैको चाहिँ किन्नु होला अलिक पछिसम्म अपडेटेड भएर आयो भने। यसपालि त पोहोरभन्दा कम भ्याकेन्सी आउने भनेर अघि नै मैले भनिसकेँ होइन। पोहोरको जस्तो चाहिँ ठुलो 20 21जनाको चाहिँ भ्याकेन्सी आउँदैन, अहिले कम आउँछ। मेरो विचारमा पनि त्यस्तै लाग्छ, छुट्टै छुट्टै चाहिँ पास हुनुपर्छ चाहिँ जस्तो चाहिँ लाग्छ कि। तर चाहिँ त्यो कोर्स स्ट्रक्चर हेर्दाखेरि फेरि चाहिँ दुईवटा जोडेर चाहिँ पास हुने हो कि जस्तो पनि देखिन्छ। तर चाहिँ छुट्टा छुट्टै पास हुने जस्तो चाहिँ मेरो बुझाइ चाहिँ, पर्सनल थट चाहिँ त्यो त्यही हो भनेर चाहिँ मैले भनेको।
तपाईँहरूले चाहिँ क्लासमा जोइन हुनु। अब नोटहरू राम्रो चाहिँ पाउनुहुन्छ, मिहिनेत गरेर चाहिँ बनाएको चाहिँ नोट छ। क्लास पनि राम्रो हुन्छ। एकदम चाहिँ हामी इफेक्टिभ ढङ्गले डिस्कसनको उसमा तपाईँहरूले बुझ्ने भाषामा सिम्पलर ल्याङ्ग्वेजमा चाहिँ हामी छलफल गर्छौँ। तपाईँलाई गाह्रो साह्रो केही पनि हुँदैन। तपाईँहरूलाई म पर्सनल्ली पनि हेल्प गरि नै हाल्छु यो चैतन्यको चाहिँ नेटवर्क बाहेक। पोहोर पनि साथीहरूले चाहिँ धेरै चाहिँ पर्सनल्ली पनि मैले हेल्प गरेको थिएँ। साथीहरूले चाहिँ लेखेका चाहिँ क्वेसनहरू हेर्ने, एन्सरहरू फिडब्याक दिने होइन, त्यो म पर्सनल्ली पनि गरिरहेको थिएँ। फिजिकल क्लास हुँदैन साथीहरू, फिजिकल क्लास हुँदैन। पोहोर पनि भएको थिएन, अहिले पनि हुँदैन फिजिकल क्लास होइन। फिजिकल क्लास गर्नलाई एकदम गाह्रो छ। काठमाडौँको चाहिँ यो जाम कहाँ के होइन, त्यसपछि चैतन्यमा पुग्ने क्लास लिने त्यो गर्न चाहिँ म भ्याउँदिनँ। मेरो बसाइ चाहिँ यता चाहिँ नगरकोटतिर चाहिँ छ, यो चाहिँ खरिपाटी हाम्रो विद्युत प्राधिकरणको तालिम केन्द्रमा छु म अहिले। यहाँको चाहिँ विद्युत प्राधिकरणको तालिम हेर्छु मैले। त्यो चाहिँ क्लास लिन पनि सकिँदैन। जान 1.5 घन्टा 2 घन्टा 3 घन्टा चाहिँ त्यो बाटोमा खर्च गरेर काम उपलब्धि केही पनि छैन होइन। त्यो चाहिँ विद्यार्थीहरूलाई पनि उपलब्धिविहीन हो कि जस्तो लाग्छ कि मलाई। जान 1.5 घन्टा, आउन 1.5 घन्टा, काठमाडौँको जाम होइन, यताउता, त्योभन्दा त घरै बसेर चाहिँ राम्रोसित पढिन्छ। त्यस कारणले गर्दाखेरि अब तपाईँहरूलाई चाहिँ सहजै हुन्छ। पोहोर पनि धेरै साथीहरू चाहिँ गएको उसमा चाहिँ पास हुनुभएको छ। अहिले उ गरेको चाहिँ साथीहरूलाई चाहिँ तपाईँहरूले भेट्नुभयो भने पनि त्यस कारणले गर्दा राम्रै हुन्छ तपाईँहरूलाई। फी स्ट्रक्चर मलाई थाहा छैन साथीहरू, फी स्ट्रक्चर कि कति के चाहिँ गरिरहनु भएको छ चैतन्यको चाहिँ सरहरूले होइन। त्यो मलाई ठ्याक्कै केही थाहा हुँदैन। म चाहिँ क्लास चाहिँ गरिदिने हो होइन। फी स्ट्रक्चरहरू कति चाहिँ छ, के भएको छ, कसरी क्लास भएको छ, त्यो केही ठ्याक्कै मलाई त्यो थाहा हुँदैन साथीहरू, फाइनेन्सियल कुरा। अरू कुराहरू चाहिँ म क्लासको बारेमा चाहिँ मलाई चाहिँ थाहा हुन्छ होइन। किन भन्दा क्लास चाहिँ सबै एक्लै रन गर्ने भइसकेपछि यो तपाईँहरू ढुक्क भएर क्लास चाहिँ लिँदा हुन्छ। त्यस्तो चाहिँ कुनै कन्फ्युजनमा नपरिकन। अब भोलिबाट हामी चाहिँ 8 बजे, ठिक 8 बजे जोडिन्छौँ। 8 देखि तपाईँहरू चाहिँ 9:15 9:30 चाहिँ क्लासमा रहने भन्ने चाहिँ त्यो मेन्टल्ली चाहिँ प्रिपेयर भएर चाहिँ आउनु होला। क्लासमा चाहिँ हामी घनीभूत रूपमा छलफल गर्छौँ, इक्जाम बेस्ड भएर होइन। विभिन्न नमुना प्रश्नहरू चाहिँ त्यो पनि म तपाईँहरूलाई चाहिँ दिन्छु होइन। नमुना प्रश्नहरू चाहिँ एउटा चाहिँ च्याप्टर सिद्धिन्छ, च्याप्टर सिद्धिने बित्तिकै त्यसको तलतिरपट्टि चाहिँ सम्भावित क्वेसनहरू, नमुना क्वेसनहरू भनेर चाहिँ राखिदिएको हुन्छ। ती चाहिँ तपाईँले चाहिँ प्र्याक्टिस चाहिँ गर्न सक्नुहुन्छ। अरू कुराहरू चैतन्यमा चाहिँ रिटर्न इक्जाम हुन्छ, त्यहाँ पनि हामीले हेरिहाल्छौँ। तपाईँ डेमो क्लास भोलि नै भइहाल्छ नि, भोलि जोइन हुनु होला न है। भोलि नै भइहाल्छ, भोलि नै। अब चाहिँ तपाईँलाई डेमो भने पनि रेगुलर भने पनि जे भने पनि भोलिबाट क्लास सुरु हुन्छ। तपाईँहरू चाहिँ त्यसमा जोइन हुन सक्नुहुन्छ। भोलि ठिक 8 बजेदेखि हामी चाहिँ क्लासमा हुन्छौँ है। कुन टपिक भने चाहिँ हामी त भोलि पब्लिक इन्टरप्राइजेस चाहिँ फर्स्ट उसबाटै सुरु गर्छौँ कि सार्वजनिक संस्थानको बारेमा चाहिँ पढ्छौँ भोलि हामी। सार्वजनिक संस्थानको उद्देश्य, आवश्यकता, महत्त्व, औचित्यता होइन, नेपालका सार्वजनिक संस्थानहरूको चाहिँ स्टाटस होइन, त्यस्तै बारेमा सार्वजनिक संस्थानहरूको चाहिँ स्थापनाको चाहिँ सैद्धान्तिक अवधारणा, यी कुराहरू चाहिँ भोलिको क्लासमा हामी गर्छौँ। बेलुकाको 8 बजे, ठिक ठ्याक्क 8 बजे खाना खाइसकेपछि यही टाइम, अब अहिले 7:59 भएछ। 8 बजेदेखि चाहिँ हामी चाहिँ ठिक चाहिँ क्लास सुरु गर्छौँ। 8 बजेदेखि 9:15 9:30 चाहिँ तपाईँहरूको चाहिँ क्लास जान्छ। रिटर्न इक्जामको पेपर हेर्नुहुन्छ सर हजुरले? म रिटर्न इक्जामको चाहिँ पोहोर त मैले हेरेँ होइन। पोहोर चैतन्यले मसित पठाएको थिएन, कसलाई जचायो के गरेँ मलाई थाहा छैन होइन। मैले साथीहरूको पर्सनल्ली चाहिँ हेरिरहेको थिएँ कि केही नजिकका साथीहरूका चाहिँ यो सर हेरिदिनु पऱ्यो भनेर हेर्ने, फिडब्याक दिने चाहिँ काम गरेको थिएँ। मैले चाहिँ ऊ चाहिँ हेरेको थिइनँ। चैतन्य भएको चाहिँ रिटर्न इक्जामको पेपर चाहिँ हेरे होइन। मसित एउटा पनि पठाएको होइन चैतन्यले होइन। कसले कहाँ चेक गर्यो त्यो मलाई थाहा भएन।
ल आजलाई यति गरौँ साथीहरू होइन। अब हामी चाहिँ भोलि चाहिँ रेगुलर चाहिँ भेट हुन्छौँ, रेगुलर चाहिँ क्लास चाहिँ स्मुथली चाहिँ सुरुवात हुन्छ। अरू साथीहरूलाई पनि तपाईँहरूको जो चाहिँ विद्युत प्राधिकरणको तयारी गर्ने चाहिँ मुडमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँहरूले सम्पर्क गर्नु होला क्लास चाहिँ भइरहेछ भनेर। अनि चाहिँ के गर्नु हो भने क्लासमा विद्यार्थीहरूको सङ्ख्या पनि बढ्छ होइन। अब चाहिँ त्यो 5-7 जना 8-10 जना मात्र चाहिँ भयो भने क्लास चाहिँ रहनु हुँदैन। कम्ती भने क्लास रहनुमा चाहिँ 20-25 जना विद्यार्थीहरू भयो भने त क्लास रहनु हुने होला होइन। ल आजलाई यति गरौँ। थ्याङ्क यू अल अफ यू। गुड नाइट। मैले अघि नै भने नि स्यालेरी बाहेक अरू फेसिलिटी के हुन्छ भनेर मैले अघि नै भने 25% त्यो एउटा भत्ता आउँछ होइन। तपाईँ हाजिर हुने बित्तिकै त्यसै गरी चाहिँ कोठा भाडा चाहिँ भनेर चाहिँ दिइराखेको हुन्छ, वार्षिक उत्सव भत्ता भनेर दिइरहेको हुन्छ, विद्युत उपयोगको चाहिँ सुविधा चाहिँ दिइरहेको हुन्छ होइन। अब अरू चाहिँ डिफ्रेन्ट सेवा सुविधाहरू चाहिँ छ होइन। उता सिभिल सर्भिसमा भन्दा फाइनेन्सियली यता धेरै चाहिँ राम्रो छ कि। अब यो चाहिँ के पाइन्छ भनेर हेर्नु भने तपाईँले कर्मचारी सेवा शर्त विनिमयले 2075 हेर्नु होला नि, त्यसमा चाहिँ सबै सेवा सुविधा त्यसैमा छन् कि के पाउने भन्ने कुरो सबै त्यसैमा चाहिँ लेखिएको छ है। अरू कुराहरू अब हामी चाहिँ क्लासमा डिस्कस चाहिँ गर्दै गर्दै चाहिँ जान्छौँ। अब फाइनेन्सियल कुरा पनि मोटिभेसनको कुरा चाहिँ हो नि त। 3 मन्थको चाहिँ बोनस सोनस केही पनि आउँदैन होइन। अब चाहिँ चाडपर्व खर्च आइ नै हाल्छ। अर्को चाहिँ बिरामी औषधि उपचार खर्च भनेर आउँछ, घर बिता बाबतको रकम भनेर आउँछ। तपाईँ चाहिँ यो के सम्झनुहोस् भन्दा 12 महिना तपाईँले काम गर्दाखेरि 20 महिना बराबरको तलब चाहिँ लगभग आउँछ कि सबै हिसाब गर्दाखेरि। तपाईँले 12 महिना चाहिँ काम गर्नुहुन्छ होइन। 12 महिना काम गर्दा चाहन्छु नि सबै हिसाब गर्दाखेरि चाहिँ सबैलाई चाहिँ मोनिटरी भेल्युमा कन्भर्ट गर्दाखेरि 20 महिना बराबरको तलब चाहिँ हुन्छ विद्युत प्राधिकरणको मोनिटरी उसमा चाहिँ कन्भर्ट गर्दा। ल अब भोलिबाट चाहिँ हामी डिस्कस गर्दै गरौँला, अरू साथीहरूलाई पनि खबर गर्दै चाहिँ गर्नु होला है। ल थ्याङ्क यू अल अफ यू। ओन्स अगेन गुड नाइट।